लेट्स गाइज सेकेन्ड टाइम इन नारा पार्क। हामी चाहिँ आज 4 जना घुम्न लागि आइसकेका छौँ। अहिले चाहिँ हामी फाइनली नारा पार्कमा छौँ। यता चाहिँ मेरो हस्बेन्ड, उता चाहिँ न्युली कपल जोडी। अब चाहिँ हामी नारा पार्क सबै भ्रमण गर्नेछौँ, रमाइलो गर्नेछौँ, फोटोसोटो खिच्नेछौँ। आइसकेको छौँ हामी चाहिँ नारा पार्कमा सेकेन्ड टाइम इन नारा। आजको मौसम चाहिँ हल्का गर्मी छ, घाम लागेको छैन, त्यही पनि हल्का गर्मी छ। मेरो बुढा चाहिँ ज्याकेट बोकेर हिँडिरहनु भएको। त्यस्तै हो लेट्स गाइजहरू। अब हामी चाहिँ नारा पार्कमा एकदमै रमाइलो गर्नेछौँ। हामी चाहिँ भर्खर यहाँ इन्ट्रेस्टमा छौँ। अब भित्र गएपछि यता एकदमै रमाइलो, सबै हामी माथि डाँडासम्म पुग्नेछौँ। आज चाहिँ म चाहिँ 1 वर्षपछि आफ्टर 1 इयर चाहिँ नारा पार्क भिजिट गर्दैछु। हेलो हेलो हाई भन्नुहोस्। मेरो बुढा चाहिँ खासै धेरै बोल्दैन क्या, फेरि त्यही भएर लजै बोलिरहेको। यस्तो लज्जाले बुढा पाउनु पर्यो, मेरो भाग्य नै हो। गाइजहरू तर आज हामी बिहान हिँडेको तर त्यस्तो धेरै टाइम चाहिँ लागेन। आज फर्स्ट टाइम आउँदा चाहिँ हामी गाडी चढेर आएको थियौँ। आज चाहिँ हामी ट्रेनमै आइपुगेका छौँ। ट्रेनमा आएर 4-5 मिनट हिँडेर चाहिँ फाइनली नारा पार्कमा आइपुगेका छौँ। साथीहरू चाहिँ कता गएको थाहा छैन, तर दुईजनाले पछाडि आउँदैछौँ, चाहिँ अगाडि। अब यो बियरको लागि बिस्कुट पनि किन्छ हामीलाई, पसल खोजेर बिस्कुट लिएर खुवाउने, रमाइलो गर्ने। आजको हाम्रो इचिनिचीको हाम्रो यति चाहिँ त्यस्तो रहेको छ। हेर्नुहोस् है गाइजहरू, यति ठुलो सिन भएको जरा छ यता चाहिँ। यसलाई बिस्कुट ल्याएको भए चाहिँ यहाँ छ नजिक आउँथ्यो, तर हामीलाई भन्ने डर थियो। देख्दैन मासु छाम्दैछ मेरो बुढालाई चाहिँ। ओहो हेलो बुढा, तिमीलाई कस्तो लागिरहेछ जापान? पार्कको कहाँ जापानको पार्कमा घुम्नु ल्याएर कस्तो लागिरहेछ? चस्मा लगाएर यस्तो कस्तो लागेको छ भने यस्तो राम्रोसँग सोद्धाखेरि कालो लागिरहेको। माइ गड, त के भन्ने होला, अनएक्सपेक्टेड एन्सर। घाँस खाइरहेको। अझै हामी चाहिँ मेन ठाउँमा चाहिँ पुगेकै छैनौँ, त्यो उता मासतिर हो जस्तो लाग्यो। आज ट्रेनबाट आएको भएर हल्का बाटो चाहिँ माथिगाई परेको छ। त्यस आजको दिन रमाइलो हुन्छ हाम्रो राइजहरू। यता देख्न सक्नुहुन्छ। ब्लगर सर हुनुहुन्छ उहाँ, यता फेरि अर्को ब्लग बनाउँदै हुनुहुन्छ। उहाँ नि ब्लगर हो। उहाँको चाहिँ एकदमै राम्रो सब्सक्राइबर भइसकेको छ, त्यही नै। ल उतै ब्लगको आफ्नै पारामा छ, अब हामी नि आफ्नै पारामा। मुसमुसी ओनामायो नान्देस्का日本来たいつですか？どのぐらいかかりました？なりました？ 1週間ぐらいなりましたね。ない